छोटो ट्रेक पनि भयो अब। यहाँ बाइकले एकछिन नतानेर बाइक भन्दा नि उकालो ठाडै उकालो आइयो। अब बसेनी पुग्न हामीलाई अब 1.5 किलोमिटर बाँकी छ। 5 जिताले ऊ त्यही हुँदाखेरि हो। ल ल नेक्स्ट ब्लगमा ल प्रवीण तिमी त मङ्सिरको बेहुलो हो हेर के छ त अनि केटो पर्फेक्ट हुने भयो मनी हुनुहुन्छ। ल ल हामी आज बसेनीमा छौँ। यहाँ मिसेस सुस्मिता मिसेस रेग्मी कान्छी बहिनी। ल ल सबैलाई हाई गरिदिउँ ल। ल वी आर ह्याभिङ गुड टाइम। ल ल बाई बाई। मेरो विनोद दाईको माधव दाईको सन्दीप दाई। अब हामी हात्तीगौडातिर जाँदैछौँ र हामीले यहाँबाट तल हामी देख्न सकिन्छ यता यो रातो टिन भएको चाहिँ बसेनी स्कुल। त्यसपछि गएर यता तल आउँदाखेरि यो ढलाइभन्दा तलपट्टि यहाँ गुप्तबाको टिआरटी कृषि फार्म। त्यसपछि यो खोल्सो भन्दा यतातिर चाहिँ गैडाकोट 18 पर्छ र उता चाहिँ आरके नगरपालिका बुलिङटार नगरपालिका पर्छ। सँगसँगै प्रशस्त हिमालको रेन्जहरू देख्न सकिन्छ यहाँबाट। यदि तपाईँहरूलाई पनि यस्तो सिनारियो मनपर्छ घुम्न आउनु र लाग्छ भने गैडाकोटबाट सरल तरिकाले बाइक स्कुटर गाडी जसरी पनि आउन सकिन्छ। बसेनी बाटो सजिलो छ। सबैजना आउनु होला। धन्यवाद। हामी बसेनीको हात्तीगौडा भन्ने ठाउँ आइयो। वा यो हात्तीगौडा होइन ठाउँको नाउँ हो हो हो। घुम्दै घुम्दै आइयो हामी त। यही तल गैडाकोट तल बजारबाट मकै सुकाएको अवस्था। आयो हामी हात्तीगौडा। अब यहाँबाट हिमालहरू अलिअलि टल्केको अवस्थामा देखिया छ। माछा पुछ्रे देखिएको छ। अन्नपूर्ण देखिएको छ। अन्नपूर्ण रेन्ज
बुवाको एउटा फोटो खिच्छु म यसरी सर्लक्का फोटो तपाईँको पनि फोटो खिच्छु है राम्ररी देखिनु भए